टोटो पर्खेर चाहिँ जानुपर्ने हुन्छ हो जग्गाबाट चिसो जग्गामा आउँदा त कस्तो खालको टाउको दुखेको जस्तो भयो गाडी एकछिन त पर्खिँदा टाउको दुखेर म त त्यहाँनिर हाम्रो चाहिँ आउने बित्तिकै मेजबान भयो है पानीको दुःख भन्दै फेरि अरे मात्रै कुन चाहिँ बिस्किट म्याडी बिस्किट अभियान्टी So hello everyone, namaste, welcome back to my channel or welcome to my channel if you are new र तपाईलाई स्वागत छ आज रातिको भ्लगमा अनि ब्याकग्राउन्डबाट याद पाइ पनि सक्नुभयो होला कि म अहिले आइपुगिसके सिलगढी हैन अनि चाहिँ म चाहिँ हिजो आइपुगेको र त्यो आको भ्लगहरु चाहिँ मैले गर्नु पाइन एकदम नोटिसाइदिनु होला त्यसमा हैन अनि चाहिँ अहिले चाहिँ पर्यो रात हैन अन्त चाहिँ यतापट्टि रुम त मैले बालेको पनि छैन लाइट हो हैन र म चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ कि म चाहिँ अहिले आइपुगिसके सिलगढी हैन र चाहिँ के भन्दाखेरिको चाहिँ म चाहिँ आज चाहिँ कलेज गएर पनि आको मेरो कलेजमा काम थियो हैन र मेन काम चाहिँ के थियो भन्दाखेरिको चाहिँ मेरो त्यो फी पेमेन्ट थियो सेमेस्टर फी पेमेन्ट थियो एडमिट कार्ड रिसिभ गर्नु थियो टीएलएम सबमिट गर्नु थियो हैन र त्यही भएकोले गर्दाखेरि चाहिँ म चाहिँ आएको थिएँ यहाँनिर हैन अन्त चाहिँ म चाहिँ भोलि चाहिँ फर्की पनि हाल्छु हो अन्त चाहिँ त्यही छ अहिले चाहिँ मैले लुगासुगा सबै धोएर कलेजको हैन लुगा सबै धोएर चाहिँ मैले बाहिर पनि सुकाइ नै राख्छु हैन अन्त चाहिँ त्यस्तो त केही पनि छैन भन्नुपर्ने जस्ट मेरो त्यो मेन त मेरो के थियो भन्दाखेरि चाहिँ मेरो त्यो कलेजको कामले गर्दाखेरिको चाहिँ आएको थियो हैन इम्पोर्टेन्ट काम थियो त्यो गर्नै नै पर्ने थियो अन्त चाहिँ म फर्की पनि हाल्छु भोलि हो अनि चाहिँ त्यही छ अहिले हो अनि चाहिँ मेरो खाना पनि अब चाहिँ रेडी यो त मैले बिहान बनाएको थिएँ आलु भुजिया अनि यसमा चाहिँ माम छ हो अन्त बिहान चाहिँ के भन्दाखेरिको चाहिँ मलाई एकदमै त्यो गुन्द्रुकको सुप खानु मन परेर गुन्द्रुकको सुप पनि बनाएको थिएँ हो त्यो पनि खाइसकेँ कम्ती थियो अन्त कम्ती नै मैले खाएँ हैन अन्त चाहिँ त्यही छ अहिले चाहिँ मोस्ट अफ द मेरो काम पनि अब के भन्दाखेरिको मोस्ट अफ द मेरो काम पनि सकिनु चाहिँ सकेको छ त्यो टीएलएम बुझाउने हैन यहाँ देख्नुहुन्छ तपाईले यो डल्लै मेरो त्यो चार्ट पेपरको टीएलएमहरु हो अन्त यहाँ पनि राखेको छु मैले उयो छ मेरो चाहिँ त्यो एलडी छ त्यहाँ पनि मैले सबै साइन गरेर राखेको हैन अनि यहाँ देख्नु भएकोहरु सबै मेरो मोडलहरु पनि हैन तर के भएको छ भन्दाखेरिको चाहिँ आदि चाहिँ तीनटा जस्तो मात्रै ठिकै भएको छ राम्रो खालके भएको छ दुईटा चाहिँ पुरा बिग्रेको छ कि त्यसै कारण चाहिँ मैले रिबनाउनु पर्ने भइरहेको छ हैन दुईटा चाहिँ र त्यही भएको छ अब म फेरि भोलि माथि जान्छु सिलगढी सरी माथि फेरि जान्छु सिक्किम भोलि र म सायद त्यहीँ गरेर लिएर आउँछु होला तर अब त्यो गाडीमा ल्याउनुहरु त अलिक प्रब्लम हुन्छ तर त्यसको पार्ट्सहरु चाहिँ सायद बनाएर ल्याउँछु होला हैन त्यस्तै गर्छु होला भनेर सोच्दैछु अनि टाल्ने कामहरु चाहिँ म यहीँ आएर टाल्छु हो र त्यस्तै भयो आजको दिन हैन आजको दिन चाहिँ कस्तो थियो भन्दाखेरिको चाहिँ गरम पनि बेसी त थिएन हैन अन्त चाहिँ उयो के भन्छ घाम पनि लाग्नु त लागेको थिएन आज हैन तर अलिकति त्यो भित्रबाट के भन्छ त्यो बाफिनो टाइपको चाहिँ भइरहेको थियो हैन तर त्यो टन्टलपुर घाम लागेर त्यो गरम हुने चाहिँ भएको छैन हैन चल्नु चाहिँ चल्यो तर यहाँ सिलगढीमा गरम अन्त बेलुका चाहिँ फ्यान अन गरेरै सुत्नुपर्छ हैन र त्यस्तै छ सिलगढीको वेदर सायद बा भोलि घाम लाग्छ कि बा पानी पर्छ कि अस्ति त म यहाँ आएको दिन चाहिँ एकदमै पानी पर्यो पुरै पानी पर्यो हैन अन्त राति सुत्नु पनि मजा आयो अन्त चाहिँ त्यही हो आज चाहिँ एकदमै त्यो धुम्मिने खालके भइरहेको थिएन तर गरम पनि अलिअलि चाहिँ अब त्यस्तो भइरहेको थियो र भोलिको वेदर चाहिँ कस्तो हुन्छ पनि थाहा छैन सायद पानी पर्छ होला जस्तो लाग्दैछ वेदर फोरकास्टमा त्यस्तै थियो हो तर पर्नु पनि सक्दैन किनभने हिजो पनि हेर्दाखेरिको मैले टुमोरो इज रेनिङ हो त्यस्तो खालके वेदर फोरकास्ट खालके देखाएको थिएन तर आज पानी पनि परेन खै कुनै बा बेलुका पर्नु सक्छ हो र त्यस्तै छ अब चाहिँ म चाहिँ मेरो डिनर गर्छु हैन किनभने अघि बिहानकै थियो खाने कुराहरु चाहिँ सबै यो बिहानकै नै थियो हैन अन्त यो वेस्ट किन गर्नु भनेर चाहिँ यो खाइहाल्छु हैन किनभने अब छिटो बिग्री पनि हाल्छ नि त खाना पकाएकोहरु फ्रिज पनि छैन अहिले मेरोमा हैन र त्यसै भएको कारणले गर्दाखेरि बेसी पकाउनु पनि हुँदैन सिलगढीमा चाहिँ अब त झन् बादमा त जुन जुलाईहरुको टाइममा त बिहान पकायो भने पनि बेलुका बिग्रिहाल्छ हो त्यस्तो खालके हुन्छ नि त अन्त चाहिँ अब चाहिँ कम्ती पकायो कम्ती खायो त्यस्तो गर्नुपर्छ हो अहिले बिहान पकाएको चाहिँ बिहान पकाएको चाहिँ अहिले चाहिँ छ र यो चाहिँ अहिले चाहिँ बिग्रेको छैन त्यसै कारण यो खान्छु म हो अन्त चाहिँ सायद म तपाईलाई एकैचोटि अर्को भ्लगमा चाहिँ भोलि भेट्छु The next day. सो गुड मर्निङ एभ्रिवान अनि यो चाहिँ हो अहिले नेक्स्ट डे र अहिलेको बजेको छ 10:10 भयो हैन
अनि चाहिँ आज चाहिँ सिलगढीको वेदर के कस्तो छ भन्ने चाहिँ आज चाहिँ यहाँनिर चाहिँ पानी पर्दैछ हो सिम परिरहेको छ राम्रोसँग देखेको पनि छैन होला हो कुछ यस्तो छ आजको धुम्मी पनि राख्छ होइन देख्न सक्नुहुन्छ अनि चाहिँ म चाहिँ के गर्दैछु भन्दाखेरिको चाहिँ म चाहिँ यहाँ खानाहरू रेडी गर्दैछु होइन आज चाहिँ म आलुको ग्रेभी बनाउनेवाला छु अनि टमाटर पनि एकदमै काटेको छु यो अदुवा लसुन कुचाएको छु होइन अनि चाहिँ चामल पनि मैले भिजाइरहेको छु र म चाहिँ अहिले चाहिँ खानासाना खाएर चाहिँ निस्किनु आँटेको होइन निस्किनु आँटेको भन्दाखेरि पनि 1:30मा चाहिँ गाडी आउँछु भन्ने भनेको छ यहाँ चम्पासरीमा होइन र म चाहिँ खानासाना खाएर नुहाएर चाहिँ निस्किनु पर्ने हुन्छ होइन सो गाइस म चाहिँ अहिले रेडी पनि भइसकिसकेँ होइन तपाईँले देख्न सक्नुहुन्छ लुगा पनि फेरिसकेँ अब चाहिँ म चाहिँ यहाँ हेर्नु न यी लुगाहरू पनि यहाँ सुकाइरहेको छु हो किनभने अब त्यो के भन्छ कहिले आउँछु याद छैन नि त त्यसै कारण चाहिँ अब बाहिर पानी परेकै भिज्छ भनेर चाहिँ मैले भित्रै ल्याएँ लुगा हो अलिअलि चाहिँ सुकेको छैन रहेछ हो अन्त चाहिँ मेरो ब्यागहरू पनि रेडी छ कुछ छैन अन्त चाहिँ म चाहिँ अब चाहिँ निस्किन आँटेको 12:30 भयो 1 बजी नैतिर निस्किन्छु होला म अब यहाँबाट चाहिँ होइन अन्त चाहिँ त्यस्तै छ अहिले चाहिँ हो चस्मा चाहिँ लगाइहाल्नुपर्छ हो किनभने चाहिँ गाइस म अन्धा हो त म देख्दिनँ आँखा हो तपाईँहरूले कसरी मलाई हाई दिव्या भन्दै परबाट बोलाएछ भने चाहिँ चस्मा लाग्छ भने चाहिँ नसोच्नु कि यो केटी कप्टी रहेछ भने चाहिँ नसोच्नु होला किनभने म आँखा देख्दिनँ नि त चस्मा लाग्छ भने म देख्दिनँ होइन किनभने चाहिँ म कोही बेला चाहिँ कन्ट्याक्ट लेन्सेसहरू पनि लगाइहाल्छु होइन नभए चाहिँ अब त्यो चस्माहरू लाग्छ भने चाहिँ म पटक्कै देख्दिनँ साँच्ची भनेको हो र चाहिँ मलाई त्यस्तै छ म चाहिँ अन्धा हो त्यसै कारण चाहिँ मलाई जज नगर्नु होला कि देखेर पनि बोलेन चाहिँ नभन्नु होला हो बोल्दा बोल्दै फोन आएर होइन साथीको अन्त चाहिँ मैले सब्जी पनि उता दिइहालेँ सुभिक्षालाई होइन अन्त चाहिँ म चाहिँ अब चाहिँ निस्किन्छु है त किनभने अब 1:30मा चाहिँ पर आइपुग्नु चम्पासरीमा भन्नुहुँदै थियो नि त र यहाँबाट अब निस्किँदा ओर्दा पनि ठिकै हुन्छ होला हो र म चाहिँ तपाईँहरूलाई देखाउँदै गर्छु है त के हुन्छ भनेर सो गाइज म चाहिँ अहिले निस्कि पनि सकेँ होइन हेर्नु न के बेसी हिलो अब चाहिँ टोटो पर्खेर चाहिँ जानुपर्ने हुन्छ हो अन्त त्यस्तो गरम त छैन अहिले हो गरम त त्यस्तो त भएको छैन तर पनि अब चाहिँ म निस्किहाल्नु पऱ्यो भन्दैछु छिटो सो गाइज म चाहिँ अहिले घर पनि आइपुगिसकेँ होइन अनि चाहिँ एकदमै त्यो गरम जग्गाबाट चिसो जग्गामा आउँदा त कस्तो खालको टाउको दुखेको जस्तो भयो हो अन्त यी प्लान्ट्सहरू पनि यस्तो छ दिउँसोले हेलमेट चाहिँ राखेको छ हो अन्त चाहिँ लाइट पनि छैन हेर्नु न लाइटै गएछ हो इन्भर्टरको पनि अब उयो गर्नुपर्छ अन गर्नुपर्छ एकछिनबाट कि दिउँसोले मलाई खाजा बनाइदिँदैछ नकराउ न रामेन बनाउँदैछ दिउँसोले होइन पानी बोइल हुँदैछ यहाँनिर चाहिँ अन्डा हो अन्त चाहिँ मिठो बनाऊ ल अन्त चाहिँ म चाहिँ भर्खरै आइपुगिसकेको होइन अन्त चाहिँ लाइट पनि छैन रहेछ हो अन्त अँध्यारो खालके भयो भोक लाग्यो पुरा हजुर किन अन्त वेदर चाहिँ कुछ अहिले यस्तो छ हो आज कस्तो घाम लागेको थियो दादा आज दिवस त आज घाम लागेको थियो गाडी एकछिन त पर्खिँदा टाउको दुखेर म त त्यहाँनिर चम्पासरीमा उभिँदा कति हाल्यो हौ अन्डा दादाले चाहिँ हे भगवान् कसले खान्छ बोल्छ सो गाइज म अरे दिवस दादा होइन अन्त मामा अन्त त्यहाँदेखिको म चाहिँ हामी चाहिँ उपर बर्थडे यो घरमा यो लाइट बलिरहेको घरमा चाहिँ हामी चाहिँ बर्थडे पार्टी खान जान आँटेको होइन हामी 3जना चाहिँ अन्त चाहिँ आज चाहिँ डिनर चाहिँ त्यतै हो अन्त बाबा एकछिनबाट आउनुहुन्छ ल मामा यहाँ हुनुहुन्छ हो अन्त चाहिँ त्यस्तो गाडी हिँडेर के बोलेकै बुझ्दैन हो अन्त चाहिँ हामी चाहिँ लागेको है त गाइज हामी चाहिँ बर्थडे पार्टी खानु गएको है त बर्थडे बोय तिम्रो तर्फबाट बधाई भतिज
बस्नु नि हुन्छ हुन्छ दिबे पनि बस्नु दिदी क्यामेरा पनि बर्थडे बोयलाई के भन्नु छ आजको दिनमा ठुलो भयो ठुलो भयो के 18 गुड भयो रिजल्ट भयो हाम्रो चाहिँ आउने बित्तिकै मेजबान भयो है बाहिरबाट आउनेहरूलाई हुन्छ नि मामा पनि खानुहुँदैछ होइन वाचिपा अन्त चिकन रहेछ अन्त यो मुलाको अचार गाइस यहाँ चाहिँ केटाकेटीहरूले खाँदैछ खाना होइन यहाँ चाहिँ आज सुबेल पनि आएको छ हो सुबेल से समथिङ टु माई भ्लग से समथिङ टु माई भ्लग एनिथिङ द्याट यु वान से जे भए पनि भन्दा हुन्छ What's in your mind, sir? बे जल्दी बोल कल सुबह पनवेल निकलना है भनिदेऊ लु केही छैन भन्नु केही पनि छैन हस्टेल लाइफ भनिदेऊ न अन्त तिम्रो अहिले साह्रै हुन्छ नि कस्तो साह्रो पानीको दुःख भनिदियो फेरि माम खाँदैछ सुबेलले हड्डी टोक्दैछ Oi, बिस्किट कतिवटा दिन्छ दुईटा घरमा कतिवटा खान्छस् एक प्याकेट कतिवटा एक प्याकेट डल्लै खानु एक प्याकेट डल्लै खान्थ्यो हस्टेलमा चाहिँ कतिवटा अरे दुईटा मात्रै कुन चाहिँ बिस्किट म्याडी बिस्किट बिचरा हाम्रो सुबेल मजाले खाऊ ल खाना आन्टी है तिमी होइन के पो तिम्रो नाम त अभि आन्टी ए यता येलो वेलकम टु माई भ्लग वाजिमीको त हेलो मान्छे त वाजिमीलाई सो गाइस यहाँ चाहिँ यस्तै चलिरहेको छ कुछ छैन अन्त म चाहिँ यहाँ छु दिउँसो चाहिँ यहाँ छ होइन कस्तो लाग्दैछ आजको दिनलाई मजा बेसी चाहिँ खाँदैन तर एउटा मात्रै एक बोतल मात्रै हो दिवस दाको क्यापेसिटी चाहिँ हो ल ल ल खाँदै गर है त्यसो भए बिस्तारी किन उयो मात्रै खाएको नानी तिमीले चाहिँ सो गाइज म चाहिँ अहिले रुममा पनि आइपुगिसकेँ होइन अन्त दिवस चाहिँ तल वासरुम गएको छ अन्त चाहिँ भर्खरै आइपुगेँ राम्रै भयो एकदम त्यो बस्तीको के पो कडकनाथको सुप खाएर त अटसपटस भयो ड्याम्मै हो निन्द्रा पनि लागेको जस्तो भयो सुप खाने बित्तिकै निन्द्रा लागेको जस्तो हुन्छ मलाई चाहिँ तपाईँलाई कस्तो हुन्छ गाइस हो र मलाई चाहिँ त्यस्तै हुन्छ अन्त चाहिँ हेर्नु न म नहुँदा दिवसले यस्तो लथालिङ्ग राख्छ कि रुम चाहिँ के भन्नु म के भन्नै सक्दिनँ हो अन्त चाहिँ यो चाहिँ मलाई बिचरा नानाले दिनुभएको थियो घरमा लगेर भए पनि खानु भनेर होइन त्यहाँ चाहिँ मलाई लाज लाग्यो नि त खानु डेजर्ट दिनुभएको थियो अन्त चाहिँ म हेर्नु न वाक्कै लाग्यो अब म सम्हाल्नु सक्दिनँ भोलि बिहान उठेर मात्रै सम्हाल्छु म हो सायद भोलि म नाम चाहिँ के भन्छ उता सुम्बुक पनि जान्छु होला किनभने आमा अलिक बिसन्चो भइरहनु भएको छ नि त अब आमालाई पनि हेर्नै पर्यो उतानिर होइन अन्त चाहिँ त्यस्तै छ आजको दिन होइन अनि चाहिँ के भन्छ सुत्छु होला पुरा गले सिलगढीबाट आएर पनि अब बर्थडेमा गएर पनि आएँ र त्यही हो आज चाहिँ यस्तै भयो मुख सुख धुन्छु हो अलिक फ्रेसन अप भएर चाहिँ सुत्छु अन्त सायद आजको भ्लग यति नै पनि हुन्छ होला किनभने लामो भयो नि त र त्यसै कारण चाहिँ एन्ड गर्छु सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान अनि डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब किनभने अलिकति यादै छ भ्युवर्सहरू अलिक कम्ती हुँदैछ मेरो हो भ्युजहरू अलिक कम्ती हुँदैछ र त्यही भएर चाहिँ प्लिज नबिर्सिकन सब्सक्राइब गरिदिनु होला अनि टिल देन बाई टेक केयर